रावणदारी कहाँबाट आउनुभएको सल्यानदेखि हो मलाई चिन्नुहुन्थ्यो अलिअलि हेर्ने हो के भन्यो यो फिल्म अहिले यता मेरो नाम गङ्गा भण्डारी कतिमा पाउँछ इलाम हो यही कि उतै उतै यसरी सल्यान दिएर आएको इलाम त्यही गर्छ के भन्नु त भण्डारी भूमिका भण्डारी कतिमा पर्छ कतिमा पर्छ छमा 6% गुड गर्ल तपाईको नाम नमस्ते के नाम हो तपाईको हँ भूमि मलाई चिन्थ्यो के पनि भइरहेको थियो त्यही राम्रो लाग्थ्यो म होइन होला जिस्काको होला मलाई हो अनि फिल्ममा र बाहिर उस्तै लाग्यो कि बाहिर नराम्रो लाग्यो नराम्रै थ्याङ्क यू फिल्ममा भन्दा राम्रो नि बाहिर हो पक्का नमस्ते मेरो नाम तन्माया हो म चाहिँ सल्यानदेखि आएको आजको एकदम पहिलेदेखि फ्यान हो म एकदम मनपर्छ आज हो थ्याङ्क यू के गर्नुहुन्छ म चाहिँ पढिरहेको छु ए के प्लस टू क्लियर प्लस टू चाहिँ ए वाउ के अहिले त वन विज्ञान नै पढेको 3 वर्ष अहिले चाहिँ ल्याङ्ग्वेज पढिरहेको छु हो हजुर ल्याङ्ग्वेज पढेर अनि के गर्ने विचार छ बाहिरी देश हो र किन यहाँ नेपालमा बस्न मन छैन मन चाहिँ हो अब यस्तै छ नेपाल कस्तो लाग्छ मनपर्छ एकदम अनि के कुरामा जस्तो यहाँ धेरै पढेर यहाँ रोजगारी पाइन्न भनेर हो अब पढे चाहिँ रोजगार छ तर पनि अब पहिल्यैदेखिको सपना चाहिँ बाहिर देश जाने थियो त्यही भएर बाहिरै जाने सपना थियो हजुर यहाँ नि मनपर्छ एकदम कुन देश अब त्यो चाहिँ भन्दिनँ ल ल हजुर अनि यहीँ बसेर गर्न पनि त सकिन्छ नि है सकिन्छ अब त्यो चाहिँ अब जाने त सोच हो तर पनि हुन पनि सक्छ त्यस्तो ग्यारेन्टी चाहिँ छैन यो सोच बाहिर जाने सोच तपाईँको मात्रै कि तपाईँको साथीहरूको पनि छ अब धेरैको छ अहिले चाहिँ धेरैको छ अब कसैको नेपालमा बस्ने अब भन्न सकिन्न त्यस्तो किन रहेछ यस्तो राजनीति खराब भएर नेताहरू खराब भएर कि के कारणले यस्तो हुँदो रहेछ बाहिर जाने सोच चाहिँ के कारणले आउँदो रहेछ अब खराब चाहिँ अब भनौँ त्यस्तै त्यसको अवस्था देखेर हो होइन होला राम्रै छ त तपाईँ जस्तो पढे लेखेको मान्छेले गर्न तर राम्रै छ अब सबैको आफ्नो आफ्नो सोच हुन्छ मेरो पनि आफ्नो सोच हो त्यही हो फरक अब त्यहाँ गएर एकदम सिकेर अनि फेरि आफ्नै देशमा आएर गर्ने हजुर त्यहाँ गएर पनि आउने अब कस्तो हुन्छ बाहिर पनि बुझ्ने यहाँ पनि सबैतिर अब यसो भन्नु पर्ला दुनियाँ ग्लोबल भिलेज भएको छ हामी पृथ्वीको मानव हौँ होइन पृथ्वीवासी हौँ पृथ्वीवासीलाई जहाँ गएर बसेर सुख शान्ति मिल्छ त्यही बस्ने तर आफू जन्मेको ठाउँलाई पनि माया चाहिँ गर्छु मैले नेपाललाई ठिक हो तपाईँको एकदम सपना पुरा होस् हजुर भरसक हाम्रै देशमा रोजगारीको होइन हजुर देशै राम्रो भयो भने त तपाईँहरू जस्तो युवा जानु पनि पर्दैन होइन अनि तपाईँलाई मलाई के भन्नु छ कि छैन भन्नु न भन्नु त के भन्नु छ मलाई अब गाउँमा गएर के भन्ने मैले त रेखा दिदीलाई भेटेँ भन्ने रेखा दिदी फिल्ममा जस्तै रहेछ भने कि नराम्रै रहेछ बाहिर भन्ने जिस्केको म होइन अनि नानु के त तिमीले त केही पनि भनेनौ त मलाई लाज लाग्यो हेर त लाज लाग्यो हो सल्यान हजुर सल्यान कुन ठाउँको म सल्यानसम्म चाहिँ गयो बाटो सुर्खेतबाटै जान्छ है हजुर दाङबाट जान्छ दाङदेखि 5 घन्टा लाग्छ 5 घन्टा लाग्छ होला तर बिचमा चाहिँ म सुटिङको बेला बिचमा शिवनगर छ त्यो बिचमा थारमारे छ थारमारे त्यहाँ बनिने थारमारेदेखि अनि तपाईँ चाहिँ के गर्नुहुन्छ त हामी त के गर्ने
अनि दाउरा गरेर घाँस दाउरा गर्नु पनि कम्ता रमाइलो हुन्छ त। अनि अरू के गर्नुहुन्छ घरमा को छ? घरमा त आमा हुन्छ, बुवा, श्रीमान विदेश मलेसिया हुन्छ। अनि अलि काठमाडौँ किन आउनु भएको? काठमाडौँ बाबुलाई पठाउन विदेश। अनि तपाईँको त्यो बाबु अनि जापान जानुभएको छ। हजुरलाई भेट्ने कुरा हो मोरदेखि धेरै भइसक्यो रे भेट्ने। अब इच्छा चाहिँ पुरा भइसक्यो। थ्याङ्क यू, एकदम खुसी लाग्यो। अरू के भन्नु छ? लाजा भन्नु के हुन्छ? त्यति बोल्न आउँदैन मलाई। यस्तो राम्रो बोलिरहनु भएको छ। मलाई के भन्नु छ? तपाईँलाई देख्न धेरै मन थियो, फिल्म हेर्दा आएको थियौँ। अनि कस्तो होला जस्तो लागेको थियो म? यस्तै हो मलाई, उस्तै हुनुहुन्छ। उस्तै जस्तो फिल्ममा हुन्थ्यो उस्तै देख्यो, राम्रो मान्यो हुन्छ। थ्याङ्क यू। होइन राम्री सुन्दरताको कुरा गरेको होइन कि, अब सबै राम्रो फिल्ममा देख्दाखेरि एकदम एक्सन, मान्छे कुटाकुट होइन, मान्छे गुन्डालाई कुटिरहेको। तपाईँको इन्टरभ्यूहरू पनि हेरिरहेको एकदम। अब तपाईँको सोच चाहिँ एकदम राम्रो छ कि, विचारहरू राम्रो छ हजुरको। थ्याङ्क यू। इन्टरभ्यूहरू हेरिरहन्छ चाहिँ। अनि लाम लाग्यो? अनि मलाई पनि एकदमै खुसी लाग्यो तपाईँहरूलाई भेट्दा होइन। मैले फिल्म बनाउने, मैले गर्ने तपाईँहरू जस्तै दिदीबहिनीहरूको लागि मैले कर्णाली प्रदेशमा बाल विवाहको पनि कुरा लिएर आएको थिएँ नि। त्यहाँ बाल विवाह अहिले कतिको भइरहेछ? त्यस्तो छैन है, अलिक कम भएको छ होइन। गर्ने त गरिरहेको छ तर बुझ्ने चाहिँ गर्दैन। मैले अनि तपाईँहरू दिदीबहिनीहरू एकदम स्ट्रङ होस्, उहाँ जस्तो तपाईँहरूको स्मार्ट भइहाल्नु चाहिँ अहिलेको जेनेरेसन डेफिनेटली होइन। दिदीहरू जस्तोको लागि काम गरिरहेकै हुन्छु। महिलालाई स्ट्रङ बनाउनुपर्छ, नानीहरू स्ट्रङ हुनुपर्छ होइन। छोरी मान्छेहरू आफ्नो खुट्टामा उभिनुपर्छ, छोरी हो कि न। अनि छोरी मान्छे आत्मनिर्भर भयो भने कसैले हेप्दैन, घर परिवारले पनि हेप्दैन, समाजले पनि हेप्दैन, कसैले पनि हेर्नु सक्दैन। भने पहिला पढ्नु पर्यो। मैले केही भन्नै परेन। तपाईँहरूलाई एकदमै धेरै धेरै भन्नु केही भएन, यहाँ सुन्नुहुन्छ नि तपाईँको बोली। अब आतुर हुनुहुन्छ क्या, त्यही भएर चाहिँ खुसी लाग्यो। तपाईँलाई थ्याङ्क्स उहाँहरूलाई मलाई भेटाइदिएको। उहाँहरू चाहिँ उहाँहरूकै लागि बढी म काम गरिरहेको हुन्छु। चाहे त्यो मेरो स्वर्णिम नेपाल हाम्रो अभियान किन नहोस्, बाल विवाहको अभियान किन नहोस्, फिल्म पनि मैले बनाउँदाखेरि मेरो केन्द्रबिन्दुमा मेरो लागि चाहिँ म तपाईँहरूबाट चाहिँ प्रभावित भएर नै बनाइरहेको हुन्छु होइन। अनि एकदमै खुसी लाग्यो। तपाईँहरूलाई विश यु अल द बेस्ट। लगाउनु हुँदैन ल नानु? ल बोल क्या, बोल न। म तिम्रो आफ्नै दिदी होइन। एकदमै राम्रो लाग्यो, खुसी लाग्यो, एकदमै खुसी लाग्यो मलाई। फेरि मौका मिलेको खण्डमा फेरि भेट हुन्छ, फेरि मेरो नयाँ हुन्छ होला, हुन्छ नि। अब ठक्क मेरो फिल्म आउँदा अथवा मेरो कुनै कार्यक्रम आउँदैछ, तपाईँले नछुट्टाइ हेर्नु होला। मेरो दोस्रो अध्याय भन्ने कार्यक्रम जेठ 5 गतेदेखि आउँछ, मेरो युट्युब च्यानलमै आउँछ। म थाहा भइहाल्छ उसलाई, पनि अब गाउँमा नेटवर्कमा अब बाहिर गएर पनि डाउनलोड गरेर पनि आउँछ। दाङमा पनि लागिहाल्छ नि हाम्रो फिल्म त, सल्यानमा पनि लागिहाल्छ। फिल्म एकदमै राम्रो लिएर आउँदैछु। अनि नानीहरू गएर हेर्नुपर्छ। अनि लगाउनु हुँदैन रहेछ भनेर अनि सिक्छ नि नानीहरूले होइन। अनि तपाईँले हेर्नुपर्छ है ल। अनि थ्याङ्क यू सो मच। मलाई एकदमै माया गर्ने अर्ग्यानिक मान्छेहरू र मेरो चाहिँ मैले भन्नु पर्दाखेरि चाहिँ तपाईँहरू जस्तै मान्छेको कारणले मैले यहाँ भएको। तपाईँहरूको आशीर्वाद मलाई अझै चाहिन्छ होइन। अझै राम्रो गर्न सकौँ। अझै फिल्म मार्फत मात्र होइन, मैले नीति नियम बनाउने ठाउँमा गएर पनि यस्तो बहिनीहरू बाहिर जानु नपरोस् भन्ने कुरामा लडाइँ गर्न सकौँ होइन। स्थापित राम्रो नजिर बसाउन सकौँ।
देशको सेवा गर्नका लागि अझ बढी मलाई आशीर्वाद दिनुहोस्। फिल्मबाट त म तपाईँहरूलाई हिम्मत दिने काम गर्छु, तर अधिकार दिने काम चाहिँ मैले फेरि नीति नियमन ठाउँमा जानु पऱ्यो नि होइन, त्यहाँ पुग्ने मलाई आशीर्वाद दिनुहोस् ल। थ्याङ्क यू सो मच। हजुरलाई धन्यवाद धेरै धेरै।